यो चाहिँ अहिले हाम्रो ठाडे खोलादेखि अलिकति मासतिर यो बाटोको लापरवाहीले गर्दाखेरि लोड गाडी भासिएर एकपट्टि लोडले गर्दाखेरि पल्टिरहेको छ। यो चाहिँ हाम्रो निर्माण कम्पनीको लापरवाहीले गर्दाखेरि यो फास्ट ट्र्याकमा धेरै गाडीहरूलाई क्षति पुगिरहेछ। यो चाहिँ निर्माण कम्पनीलाई चाहिँ अलिकति चाँडो बनाइदिनु भन्न पनि हाम्रो अनुरोध छ बाटोलाई। यो चाहिँ धेरै गाडीहरूले शास्ति भोगिराख्नु परेको छ। अहिले बर्खा टाइममा पनि अरू बाटो माइखोलाको रसदलीको बाटो अवरोधको कारणले गर्दाखेरि यो बाटो पनि अब अहिले फास्ट ट्र्याकको बाटो पनि हिँड्नु परेको कारणले गर्दाखेरि बाटो धेरै अप्ठ्यारो एकदम हिलो बढी भएको कारणले गर्दाखेरि यहाँ चाहिँ अहिले पिकअप चाहिँ पल्टिएको छ। यसमा मानवीय क्षति चाहिँ केही भएको छैन भने गाडीमा चाहिँ पल्टेको छ, गाडीमा पनि त्यस्तो क्षति केही छैन। अहिलेको अवस्था चाहिँ यस्तो छ। बाटो चाहिँ एकदम धेरै नै हिलो र अप्ठ्यारो भएको कारणले गर्दाखेरि हिँड्नलाई पनि एकदमै असहज छ। यो चाहिँ ठेकेदार निर्माण कम्पनीको अलिकति र सरकारको पनि ध्यान जाओस् यसमा।